गुड आफ्टरनुन सबैजनालाई। आजको मेरो छोटो भ्लग मार्फत के छ भन्ने चाहिँ मेरो विचार, मेरो एउटा इच्छा तपाईँलाई पुग्न गइरहेछु। र के छ भन्ने विचारमा चाहिँ यो जति पनि अहिले इन्टरनेट, फेसबुक भयो, ट्विटर भयो, युट्युब भयो, इन्स्टाग्राम एक्सेट्रा सबैले अहिलेको जमानामा यति साह्रो इन्टरनेटको जमाना भयो, यति साह्रो फास्टेस्ट भइसकेको छ जमाना, यति साह्रो छिटो चलिरहेको छ जमाना। र यो युगमा यो बिचको सिचुएसनमा चाहिँ म युवा भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने चाहिँ धेरै फेसबुक, इन्स्टाग्राम प्रोफाइल, युट्युबले तपाईँहरू हामीलाई धेरै 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 नै एकदमै एउटा आफ्नो लुकिएको कलालाई बाहिर निकाल्नको लागि एउटा प्लेटफर्म दिएको छ, एकदमै राम्रो प्लेटफर्म दिएको छ। र यो प्लेटफर्मलाई चाहिँ हामीले ढिलो नगरिकन हामीले युवा भाइ बहिनीहरू अहिले देख्छौँ हामी गेम्सहरूतिर प्रायः जस्तो फोनमा गेमहरू खेलेर बिजी भइरहेको हुन्छ र धेरै युवाहरू कुलतमा फसिरहेको हुन्छ, जस्तै ड्रग्सहरू सेवन गरेर नशालु पदार्थहरू अथवा कुनै पनि नशालु चिजहरू जुनै पनि अहिलेको जमानामा बेसी सेवन गरेर नानीहरू कुलतमा फसिरहेछ। र यो बिचमा चाहिँ म के भन्न चाहन्छु भने सबैलाई, युवा भाइ बहिनी, दाजुभाइ दिदीबहिनीहरूलाई धेरै प्लेटफर्म युट्युबले हामीलाई दिइरहेछ। र यसलाई चाहिँ हामी सठिक ढङ्गमा पोजिटिभ वेमा एउटा सदुपयोग गऱ्यौँ भने, पोजिटिभ वेमा सदुपयोग गऱ्यौँ भने हामीले कुनै पनि चिजलाई हामी हासिल गर्न सक्ने रहेछौँ भन्ने चाहिँ मेरो एउटा विचार। र सबै युवा भाइ बहिनीहरूलाई म यही आह्वान गर्न चाहन्छु कि हामी त्यस्तो नराम्रो कुरोमा हामी टाइम वेस्ट नगरौँ र आउनुहोस् अहिलेको जमाना युट्युब, फेसबुक, इन्स्टाग्रामले कति राम्रो तपाईँहरूलाई प्लेटफर्म दिइरहेछ। तपाईँहरू खुलेर आफ्नो मनको भावभित्र लुकेको ट्यालेन्टहरू आफूले देखाउन सक्छ। हिडन ट्यालेन्ट युनिक टाइपमा, होइन, अर्कासँग नमिलेर मेल्दोजुल्दो चाहिँ होइन, युनिक टाइप आफ्नो एक्स्ट्रा एउटा ट्यालेन्टहरू निकालेर तपाईँहरूले गर्न सक्यो भने तपाईँले केही युट्युब र फेसबुकले तपाईँहरूलाई केही एमाउन्ट पनि प्रदान गर्नुहुनेछ। र यो कुरालाई एकदमै युवा भाइ बहिनीहरूले मध्यनजर राखेर आउनुहोस्, कन्टिन्युसली एउटा प्लेटफर्मलाई एकताल समातिसकेपछि त्यसलाई छोड्नु चाहिँ भएन, त्यसलाई कन्टिन्यू दिएपछि पनि इन फ्युचर तपाईँहरू एकदमै टप सक्सेस एउटा खुर्किलोमा पुग्छ जस्तो चाहिँ मलाई लाग्छ। र यही सन्देश, र आउनुहोस् हामी सबै मिली एकअर्कालाई लाइक, कमेन्ट, सेयर गर्दै र फलोवर्स बढाउँदै हामी अगाडि बढौँ। र यही सन्देश। र अहिलेको जमातमा मैले हेरेँ भने युवा भाइ बहिनीहरू धेरै युवा भाइ बहिनीहरू बिग्रेर गइसकेको छन् र धेरै युवा भाइ बहिनीहरू कुलतमा फसेको छन्। यस्तो चिजहरूदेखि हामी टाढा बसेर आउँ हामी यसरी आप एकअर्कामा आफ्नो भित्र लुकेको कला आदान प्रदान गर्दै हाँस्दै खेल्दै दुई दिने जीवनमा हामी